हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। आज चाहिँ टक्क हामी कोरी ट्रेकिङ जाने भनेर यहाँ तर्खरमा छौँ। नकुल दाई, यता हाम्रो नकुल दाई छ, अजित दाई, झल भन्छ, अनि यहाँ चाहिँ रब दाई छ। र अब हाम्रो यात्रा कस्तो हुन्छ, कसरी गइन्छ कोरी ट्रेकिङमा सब देखाउने छु र बाटोको भ्लग पनि गर्नेछु। सबैले हेरिदिनु होला है त। ल बाई, अब चाहिँ टक्क बाइकमा हिँडेको अलिकति क्लिपहरू, नत्र भने सिधै उसमा सिक्लेस पुगेपछि देखाउनेछु। अहिले चाहिँ टक्क नेपालको झन्डा बादबुद कार्यक्रम चलेछ। यहाँ चाहिँ नकुल दाई पसिनै पसिना हुन्छ। अब राति जाडो हुन्छ भनेर चाहिँ हुटसुट लाग्छ, तर पसिनै पसिना हुन्छ। यहाँ हाम्रो अजित दाई छ। अनि यहाँ चाहिँ डमलीमा चाहिँ डह्रो भैलो चलिरहेको छ। ग्रुपै ग्रुप रमाइलो छ जोस्। यहाँ चाहिँ अनि लुगाहरू, यहाँ चाहिँ नेपालको झन्डा फरर हुनेको लागि ल नेपालको झन्डा हालिसकेका छौँ। कस्तो लागेको छ दाइ? खुसीहरू दाइहरूमा। नेपालको झन्डा लिनु दाइ। ल है त। हेलो गाइस, वेलकम टु माई द ब्रदर्स ब्लग होइन। आजको यात्रा चाहिँ सिक्लेसतिरको छ। खासमा टुर चाहिँ कोरीतिरको हो, तर आज चाहिँ सिक्लेसमा गएर बस्छौँ। हिजो भइसक्यो, अँध्यारो भइसक्यो गाइस यार। जाम हो यार, चियरले गर्दा लास्ट जाम छ गाइस यार। भर्खर स्टार्टिङ हो गाइस। अब के कस्तो हुन्छ हेरिदिनु। केटाहरू कता कता पुग्यो यार। हामी चाहिँ गाइस अब हातमा 6जना जान गएको। अहिले यहाँबाट एउटा दाइरा साइज भएर सिरियस दाइ चाहिँ आउँदैछ पछाडि। अहिले हामी 6जना मात्रै। अगाडि रब्जी, अजित दाई कहाँ गयो? 2जना चाहिँ पछाडि गाइस। गाय के कति राम्री नानी। वाओ, ओ माय गॉड, एंगल में वीडियो आओ। ओए 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 आओ। ओए 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 धन्न यार, के भएन। कस्तो सोधिरहेको धन्न यार, यार। हामी चाहिँ टक्क चिलमा बसिरहेको छौँ। उता चाहिँ फिरोज दाईले आफ्नो जुगाड गरिरहेको छ। फिरोज दाई चाहिँ के को जुगाड हो दादा यो? यो चाहिँ खतरा। यो चाहिँ खतरा ऊ भन्छ। यता चाहिँ रब दाइले चाहिँ कन्ट्याक्ट हान्दैछ उता सिक्लेसको लागि। यहाँ चाहिँ हाम्रो बाइकहरू छ। ओ यो त मा आरएस लाइदिनु क्या है, होइन रहेछ, स्ट्यान्डमै रहेछ। यहाँ चाहिँ रब दाइको, यहाँ चाहिँ मेरो छ बेबी। यसो नेपालको झन्डा हालेर चट्ट। नाइस जब।
बस्ने हिलोबाट बस्ने जुगाड गाइस ल पछाडि हिलो अनि टपले धुलो खाने टेन्सन ल यता फाइनली रेडी भएछन् गाई अझै 10 बजेभित्र पुग्नुपर्छ अरे म चाहिँ अब बाटोमा भ्लग चाहिँ नगरौँला फर्किँदाखेरिको हालौँला बरु उसको वहाँ पुगेपछि चाहिँ म देखाउँछु के हुन्छ कस्तो हुन्छ भनेर है त ल चलाउनु तपाईँ पछाडि दसौँ बसेर जाने म झन् फिल्दाको पछाडि बस्छु भने नाटक नरहेछ उता उता आधी बाटो बसी चलाऊ है त ल अहिले म चलाउँछु आधी बाटो त्यस्तो त्यो त खल्टाको मात्रै चलाउने त्यो अफ रोडमा त मात्रै झ्याउ लाग्छ ठिक छ ऊ चोर चोर फाइनली हामी चाहिँ गोरी अरे फाइनली हामी चाहिँ सिक्लेसमा आइपुगेका छौँ अगाडि चाहिँ दाइहरू हिँड्दैछ रब दाई अब स्टोरी हान्दैछ उहाँ फिरोज दाई पनि उयो भन्दैछ फाइनल्ली सिक्लेसको इन्ट्री गरियो हाम्रो चाहिँ यहाँ रहेछ गेस्ट हाउस एक्लै आएको नबिर्सिँदाखेरि लाग्यो दाइलाई चाहिँ 7 जना कि 6 जना खै भुलिसक्यो अरे दाइले नकुल्दाखेरि एक्लै आएको हामी चाहिँ अन्नपूर्ण गेस्ट हाउसमा रहेछ अहिले चाहिँ आइपुगेको यहाँ चाहिँ टक्क नेपालको झन्डा गार्जेन्स इज अल्सो अरे अझ यो केटा भन्दाखेरि त मलाई भने जस्तो लाग्यो बट होइन रहेछ कस्तो लागेको छ दाइ सिक्लेस हाम्रो चाहिँ हाम्रो दाइ हो यहाँ मेन ऊ चाहिँ ल कपची हो कि कोरी हो कापुची कोरी ए कोरी कोरी अनि पहिला कोरीको यात्रा गरौँ यहाँबाट अब हिँडिसकेन यहाँ त बिहान छिटो भने पुगिन्छ एक दिनमा नत्र त तसम्म बस्नुपर्छ हिँडिसक्यो भने त पुगिहाल्छ नि कति घन्टा जति लाग्छ त्यही यस्तै 11 म नजानेले पुगेर ल्याएन यहाँबाट पनि पुग्छ हामी ठाडै मजिन त होइन हिँडिसक्यो भने त बानी त जिरो छ लाउरे गरौँ हिँड्ला हामी भात खानु लाग्यो म त टक्क यस्तो घिउ हालेर झैँ हुने रहेछ है यहाँ चाहिँ ल है त यो हेर्दाखेरि चाहिँ म राजबाबुलाई एकदम मिस गर्छु राजबाबु झैँ है त ल है त धस्काउनु सुरु गरेको त हामी त खाएमै त फेरि एक कुरा ल है त ओइ ओइ मेरो दाइ ल हामी त खाएमै गर्नु रमाइलो छ ल हामी खामै त ल अब भात खाएपछि देखाउनेछु अब राति बसेर भोलि कुरा चाहिँ के छ भने भोलि बिहान 6 बजे लास्टमा चाहिँ 7 बजे यहाँदेखि हिँडेर चाहिँ एक दिनमै कोरी पुग्ने अरे अनि त्यसपछि अनि पर्सिको चाहिँ वहाँदेखि रिटर्न हुने गरी हिँड्नु भनेपछि भोलि चाहिँ चर्को हिँडाइमा परिन्छ 12 घन्टा लाग्छ अरे यहाँदेखि हिँड्दाखेरि नर्मली भनेको कोही 14 घन्टा कोही 10 घन्टा त्यसरी हिँड्छ अरे सो हार्ड टफ छ भरखेरामै भोलि बिजोग हुन्छ कि रमाइलो हुन्छ कि वहाँ पुगेपछि वर्थ इट छ कि छैन त्यो पनि देख्नेछु है त बाई हामी अब यहाँ खाना खाएर सकेका छौँ यहाँ चाहिँ टक्क रौदा चाहिँ खाँदैछ अरूले खाइसक्यो अब गइन्छ सुतिन्छ यसो के हुन्छ भोलि बिहानको भोलिको देखाउनेछु रमाइलो बन्द है भात खाँदैछ कि पाउनु भात खाएर आउँछु भन्छ अब चाहिँ हामी यहाँ टक्क खाना खाएर यसरी बस्दैछौँ अब हामी चाहिँ कोठामा जाने हो अब जाडोले चाहिँ टुमच हानिरहेको छ अनि भोलि 12 घन्टा हिँडाइ सोच्दाखेरि नि आगो त चोकमा त मान्छेहरू भेटेको यस्तो भनेर के भन्छ नगए पनि हुन्छ त्यहाँ एउटा डाँडो छ हिमाल हेर्दै आउने
यहाँदेखि चाहिँ देखिन्छ बोली त्यस्तो छ अब के गर्नु है अब सकिन्छ गइन्छ भने हाम्रो यहाँ कोठा छ यहाँ अनि 7 जनाको लागि बेडहरू अहिले अब भोलि मर्निङ देखाउँछु भिडियो चाहिँ ट्रेकिङदेखि फर्किएपछि हुनेछ है त ल हस् त गुड नाइट टेक केयर हेलो गुड मर्निङ एभ्रिवान आज दायाहरू सुतेर बसेका छन् रोशन दाई उठ्नु न फिरोज दाई आजको यात्रा सकिँदै त जहाँसम्म पुग्दै माथि पुग्दैन जस्तो लाग्ने गयो फर्किदिने है उठ 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 फिरोज दाईले यस्ता गर्नेर पार्दै पार्नु निक्लेगा भित्रै जमे जस्तो रौदा उठ्न त उठ बाहिरको माहौल हेरौँ हामी चाहिँ सायद यहाँदेखि माथि चढ्ने होला खै त केही थाहा छैन डेस्टिनेसन थाहा छैन हामीलाई चाहिँ यहाँदेखि चाहिँ हाम्रो यात्रा सुरु हुनेछ र अजित दाई चाहिँ टक्क रेडी अवस्थामा छ Yes, I am ready to trip. है त यहाँ चाहिँ आफ्नो काम गर्दैछ रेडी हुँदैछ टक्क अहिले चाहिँ 6:35 बज्छ 7:30 लास्टमा चाहिँ त्यहाँभन्दा पहिला चाहिँ यहाँदेखि निस्किनेछौँ बाहिर पनि तर मैले पनि दाँत त माझ्न यार म पनि दाँत माझेपछि देखाउने छु अहिले ल सनसेट हान्दैन एक कुरा अब हामी चाहिँ खाजाको तर्फ लाग्नेछौँ यसो खाजा खाम त्यहाँपछि अनि साँच्चै यहाँ बोतलमा पानी भर भन्ने छ बोतलमा चिसो तातो पानी मिसाम अनि लागौँ है त भर्खरै ल निस्कियौँ है त ल 6:26 मा 7:26 मा निस्केको छौँ ल दाइ गयो है त बाई ल आजको यात्रा सुरुवात भइसकेको छ फुल इनर्जीका साथ आज पहिलो मिनेट फुल इनर्जी छ पछि दाइ माथि लाइन छ कि छैन छैन ए सोलर ल है त कस्तो लागिरहेको थियो पहिला मिनट ट्रेकिङका पहिला मिनट एकदम एक्साइटेड फुल एक्साइटेड छौँ हामी चाहिँ अब टक्क माथि ओ हमिद सामान चाहिँ नबुल है तेराजीमा है त ओके लट्ठी टेकामा गयो त देखाउनु लट्ठी हामी मियालाई कुर्दैछौँ हामी चाहिँ ओ दाइ ओ एकजनाले त हामीको बोतल बोकिदिनु त यस्तो राम्रो देखिँदो रहेछ है फ्रन्ट क्यामेरादेखि म पनि हजुर ट्रेकिङको पहिलो मिनट चाहिँ रमाइलो भइरहेछ भनिरहेको छ उता पछाडि दाइले कस्तो लागेछ फिरोज दाइ पहिलो मिनट कस्तो लागेछ
आफ्टर द ट्रेक र बिफोर द ट्रेक बनाउने हो क्या अझै यो आउने त पक्का पनि आफ्टर टु ट्रेक र बिफोर टु ट्रेक अनि ल है त हिमाल चाहिँ यस्तो बबाल देखेको छ यहाँदेखि अनि भ्यू पनि बबाल देखेको छ है र हामी जान्छ ऊ त टपको डाँडामा जानेछौँ है त अघि चाहिँ बाटो बबाल देखिँदै थियो अब चाहिँ बाटोले पनि अब यहाँदेखि गाह्रै छ भन्दैछ अगाडि चाहिँ हाम्रो लाउरे सर हिँडिरहेको छन् लाउरे सर पछाडि एकखेर स्माइल हान्नु नि त पछाडि हेरेर है त